ल त दर्शकबिन लागियो डाँडातिर मौवाको टक्क लाएर यता माथि चाहिँ बबाल डाँडा छ होइन दर्शकबिन। अनि यहाँनिर चाहिँ एनटिसीको टावर रहेको छ भने यतानिर पानी ट्याङ्की टक्क लाएर अनि यहाँनिर चाहिँ पुरा सल्लाहगाडी बबाल छ दर्शकबिन होइन। अनि यस्तो कालो बाटो हिँड्नुपर्छ है यता तल चाहिँ मौवा बजार। सो दर्शकबिन त्यति राम्रो देखिएको छैन त्यही पनि मजाले मिलाएर हेरिदिनु होला। अनि दर्शकबिन म चाहिँ यहाँ छु टक्क लाएर उकालो एक्लै हिँडिरहेको छु होइन किनकि अब गाउँजानु भएको भएको सँगै हिँड्नु होइन दर्शकबिन। त्यही भएर एक्लै पनि म इन्जोय मान्छे हो कि एक्लै रमाइलो गर्ने एक्लै हिँड्ने खालको मान्छे हो दर्शकबिन होइन। अनि टक्क लाएर त्यहाँ डाँडामा चाहिँ बबाल छ क्या टक्क लाएर तलको भ्यू हेर्ने हावा खाने दामी छ होइन। सो तपाईँहरू डेटिङ आउँदा अझ बबाल छ है डेटिङ बस्नुको लागि चाहिँ दर्शकबिन। अनि टक्क लाएर म चाहिँ अब यो उकालो सिडी हिँड्नु पर्ने हुन्छ। सो म यतापट्टिबाट आएको थिएँ यता तल सिडी थियो तर दर्शकबिन म उताबाट आएँ। अनि यहाँनिर टक्क लाएर सिडी छ अनि यहाँनिर पनि टावर छ दर्शकबिन। अनि यहाँनिर चाहिँ देवी पनि एउटा मन्दिर पनि रहेको छ टक्क लाएर दर्शकबिन। यहाँ मुनि चाहिँ दामी होइन भ्यू देखिन्छ टक्क लाएर मौ बजारको। अनि सो दर्शकबिन यहाँनिर टावर छ बबाल छ यहाँनिर टावर होइन तर आज मौसम खराब छ दर्शकबिन त्यही भएर राम्रो देखिएको छैन। ल त दर्शकबिन मौ बजार तल चाहिँ राम्रो देखिएको छैन के गर्नु। अनि टक्क लाएर म यहाँ छु है अनि म चाहिँ यहाँनिर के गर्दैछु टक्क लाएर तपाईँहरूलाई देखाउँदै म पनि घुम्दैछु होइन दर्शकबिन। टक्क लाएर यहाँ यता श्री इन्द्रदेवी मन्दिर इन्द्रावती इन्द्रावती देवी मन्दिर छ यहाँनिर। अनि यतानिर चाहिँ टक्क लाएर डाँडा छ बबाल छ घुम्ने ठाउँ चाहिँ बबाल छ। ल दर्शकबिन बबाल छ यहाँनिर पनि तपाईँहरू आउनु सक्नुहुन्छ दर्शकबिन। अब म तपाईँहरूलाई फेरि के देखाउँछु भन्दा फेरि टक्क लाएर पल्लोपट्टि डाँडा देखाउँछु होइन दामी छ त्यहाँनिर पनि दर्शकबिन डाँडा चाहिँ होइन। अनि म चाहिँ अब यहाँ टक्क धुलिसकेँ टक्क लाएर पल्लोपट्टि दर्शकबिन ओके। ल दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ दामी मूर्तिहरू छ यहाँनिर चाहिँ टक्क लाएर बिचमै के छ भने फेरि एउटा रुख उम्रिएको छ हेर्नुहोस् दर्शकबिन। यस्तो इतिहासहरू छ यहाँ हाम्रो मौवा बजारको माथि टक्क लाएर हेर्नुहोस्। तपाईँहरू आउनु सक्नुहुन्छ लोकेसनको लागि टावर सिधै दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूको लागि टक्क लाएर चौतारा पनि छ होइन टक्क लाएर यहाँ केटाहरू फोटो खिच्दै गरेको अवस्था दर्शकबिन। को यार चिनिन त यार टेन्सन लाग्छ त दर्शकबिन। यहाँनिर चाहिँ पानी जमाउनुलाई यहाँ खाडी खनिँदैछ तर यहाँनिर सुकेको अवस्था पोखरी थिएछ यहाँ सुकेको अवस्था टक्क लाएर। अनि यतापट्टि चाहिँ के छ भन्ने दर्शकबिन यहाँ चाहिँ पानीको ट्याङ्की छ फेरि बबाल छ पानी ट्याङ्की चाहिँ ठुलो छ होइन देख्नु डेटिङ हाल्नु चाहिँ बबाल जाओस् है दर्शकबिन। यहाँ तपाईँहरू आउनु सक्नुहुन्छ है दामी छ डेटिङको लागि चाहिँ ओपर दामी छ होइन टक्क लाएर हेर्नु सक्नुहुन्छ। यता मुनि त नजाउँ होला यार टेन्सन लाग्दैदेखि नजाने यार यता त यस्तै छ दर्शकबिन यार। आउनुहोस् घुम्नुहोस् जानुहोस् इन्जोय गर्नुहोस् कहिले पनि हामी नेक्स्ट भेट्दैन छौँ अहिले भाइ गुड बाई।